सकिगयो नि। चिउरीको चिल्लो पात सिरानी लाउन देऊ बहिनीको दाहिने हात आकाशमा तिलुड्यो फनाना बहिनी तिम्रो घर कहाँ हो फनाना चिउरीको चिल्लो पात। होइन ए भान 2-3 हप्तादेखि एउटा कुर्ता सुरुवाल ढिलेर हिँडेको देखेको छु। के त भन्दाखेरि आखिरमा हो तँलाई इज्जतको खेल छैन झल्ला खुर्कन खोलियो। ए मेरा बाउ, ए मेरा जन्मदाता, ए मेरा पिता, ए मेरा राता आँखे, तिमीले भनेको खुरुक्क मानेर मैले कुर्ता सुरुवाल खोल्ने हो भने छोरो नाङ्गै हुन्छ। के म नाङ्गै हिँडौँ? भयभरका लुगा चोरले चोरेर यहाँ सुरुको कुर्ता सुरुवाल लाएर बस्नु परेको छ। त्यस्तो छोरोको चिन्ता नि हो भने एकचोटि नयाँ लुगा किन्दै हुन्छ लु, म लाएर हिँडिहाल्छु नि। लु त किन्दै लागिरहेको छ पुछ। अब 2 वर्षदेखि यही लुगा लगाएको छोरो त भएको छ, तँलाई किनिदिन्छु नि नयाँ लुगा। त्यहाँ भित्र मेरो कट्टु र भोटो छ, खुर्कन लाएर बाउसे गरेर हिँड। अब खेतका नाममा 2-4वटा फोगटा बाँकी छ, अब बाँझो राख्नु त भएन। खेतालाई खोज्दा भेटिँदैन। अब बाउ र छोरा मिलेर त्यो रोपाइ सक्नुपर्छ। गर लाएर आइहाल्छ त। लौ न नि आजै पो हो। मैले त कस्तो भुसुक्कै बिर्सेछु भने। ए ल ल हुन्छ, म मिलाएर आउँछु नि है। बिलबहादुर हजुर, आज रोपाइ हो? हजुर मेरो रोपाइ हो। ए होइन त्यति लुगा फेर्न कति बेर लाग्यो ए? ल ल म कसरी नै आउँछु है। खोके ह्याट तेरेका आउँछु भने त। ल टेन्सन नलिमा आउँछु। ल अहिले राख त। यो कट्टु र भोटो लाएर कहाँ जान लाग्यो? बाउ छोरा मिलेर छ्यास खेत रोप्न लागेको कि आज, अनि खेततिर जान लागेको। तिम्रो त्यो कुर्ता माथि राख्थ्या छ है। खेत रोप्ने कुरा मलाई थाहा भएन। आज मेरो बेस्ट फ्रेन्ड पुष्पाको बर्थडे रहेछ। साँझ जसरी पनि जानु छ। अब यत्तिकै कसरी जानु? एकछिन भयो नि पार्लर जानु पर्यो भनेर मलाई त्यहाँसम्म पुऱ्याइदेऊ न। तिमी मात्रै गए हुँदैन सुरु। आज यहाँ घरमा रोपाइ छ अरे कि, अनि बाउसे गर्नुपर्छ भनेर बाहिर बाउ गरेर बसेको छ नि। जान्छ नि एक्लै। बाढी आएर बाटो कस्तो डर लाग्दो भएको छ। खुरुक्कै हिँड। मेरो लागि त्यति नि गर्न सक्दैनौ? ए मेरी भगवान, ए मेरी सुरु, ए मेरी अर्धाङ्गिनी, नरिसाउ न। त्यति त म गरिहाल्छु नि। होइन यो बान त्यतिकै लहर हिँड्या कोदालो बोकेर हिँड्न। कुरो के पर्यो भने बाउ, सुरुको सानो जरुरी काम रहेछ। तिमी कोदाली बोकेर खेतमा जाँदै गर। तिमी त्यहाँ पुग्दा नपुग्दै म छासा त्यहाँ आइ नै हाल्छु है बाउ। ए चाँडै आइज है बान। ल बाउ ल।
गर्मीले यस्तो तनाव भयो नि यो वर्ष। सुरु तिम्रो यो डेन्टिङ पेन्टिङ के हो तिमी सकेर फर्क, म चाहिँ अहिले लागि नि बाउ हन आइपुगिनस् त ए कके, यहाँ ढिला भइसक्यो, यहाँ रोपारहरू कुरिरहेछन्। बाउ म आउँदैछु, बाटोमै छु, अन द वे भनौँ न। म आइपुगि नि हालेँ बाउ। ल छिटो आइज। हस्। यो आँखामा काँक्रा कति बेर राख्नुपर्छ? त्यस्तै आधा घन्टा 1 घन्टा राख्नुपर्छ। जति धेरै राख्यो त्यति धेरै राम्रो। किन तपाईँलाई हतार छ र? होइन छैन के हतार हुनु, हतार छैन। आधा 1 घन्टा होइन लगभग 2 घन्टै लाएर गरिदियो भने हुन्छ उसलाई। मेरै सुरुलाई झन् राम्री बनाउनु पर्यो नि, साथीको बर्थडेमा जानु छ, राम्री भएर जानु पर्यो नि, होइन सुरु? Sakigoni. Dabur Red Pest presents Sakigoni, powered by Dish Home Fiber Net and Godrej Expert Hair Color. Sakigoni. होइन कक्राले बुहारी खोइ त, उसले पनि रोप्न सघायो हुने नि, कि हिलो छुनै नहुने हो? अब खेतभन्दा पनि सुरु चाहिँ उता काँक्रो रोप्दैछन् भाउ। म अलिक बिजी नि छिन्। अब आउने सम्भावना म अलिकति कमै देखिरहेको छु होइन। अब सुरु आए पनि नआए पनि हामी आफ्नो काम गरौँ न। ल अब यसलाई दर्शे गर्छ, एकजनाले गएर बिउ लिएर आऊ। जाऊ अब तयार भयो मेरो, तयार भयो। सुन्नु त म्याम, उहाँ त यहाँ हुनुहुन्न त। कहाँ जानुभएछ? यो फोनमा यहाँ कके भनेर सेभ गरेको छ, फोन हालिदिनु न। हस्। सुरु कके कहाँ हो? म यहीँ छु, यतापट्टि टोइलेटमा। पटक्क पेट काट्यो अनि त्यही भएर यता आएको। ए ल ल ल, यहाँ सकिन लाग्यो त्यही भएर। हस् म आइ नै हाल्छु सुरु। ल ल। ए होइ होइन बाल कता
म छ्यास पिसाब फेर्न भाउ पिसाबले च्यापेर मर्नु हो कि अनि म पिसाब फेरेर आइ नै हाल्छु है केटा त खास के को लागि चाहिँ कुदेको हो यति भनेर जा त म लाब्रेमा भर्ती हुन लागेको बाजे सुरु हेर न टोइलेटबाट निस्किँदै थिएँ हिलोमा यसरी पछारिए नि सबै गति यो भयो सकिसक्यो हो लाग्यो फेसियल त सकिसक्यो कि बुढो अब आइसकेको बेलामा हेयर केराटिन नि गरौ कि भनेर सुरु गरेको गर केराटिन स्याउटिन आपटिन यो सबै टिन गरेर 19 भएर जानुपर्छ साथीको बर्थडेमा राम्री भएर त जानु पर्यो नि यो केराटिनलाई चाहिँ कति जति टाइम लाग्ला म्याम यो क्रियाटिनलाई लगभग 2 घन्टा लाग्छ सर 2 घन्टा लाग्ने हो भनेदेखि सुरु म यतै बाहिरतिर हावा खाँदै गर्छु नि त यसरी जथाभावी कुदेर हुन्छ भर्ती हुनुमा 2-4 वटा टिप्स दिन्छु हौ 1 नम्बरमा चाहिँ हाइट हुनुपर्छ है अनि घुँडा जोडेको हुँदैन लङ जम्प फ्रक जम्प ह्याभिङ सेटअप अनि एजुकेसन पनि हुनुपर्छ केटा अनि साँच्ची भर्ती चाहिँ कहाँको हुनु आँटेको सिङ्गापुर हो कि ब्रिटिसको म प्रति जग्गामा भर्ती हुने हो क्या बाजे राम्रो कुरो त कहाँ पर्छ ओचेलको केटाहरूलाई हेलो जय साहब नमस्कार कता हुनुहुन्छ म त दौडधुपमा छु हजुर यहाँ घरमा रोपाइँको चटारो छ अनि त्यसकै दौडधुपमा कुदिरहेको छु ल्याङ्टी बा ए आज त्यहाँ रोपाइ रहेछ छोरी खोइ आज कता जाने रे गहना ज्वाइँलाई पठाइदिनु भनेर फोन गरेको थिएँ लिन आउनु पर्यो नि ज्वाइँ साहब अब लिन आउनु त हुन् त बुवा यहाँ रोपाइँ चलिरहेछ फेरि रोपाइ भनेको चल्दै गर्छ नि ज्वाइँ साहब परिवार आफ्नो श्रीमतीको खुसी भन्दा अरू ठुलो कुरा केही पनि हुँदैन लु यहाँ आएर गहना पुऱ्याइदिनु अनि जानु नि रोपाइँमा हुन्छ नि त बुवा ठिक पारिदिनु म आइहालेँ हरियो भन्नु त्यो पानी भन पहिरो बेसारा यता नि पानी उता नि पानी लागेछ सारा हो रे हो रे हो ए खै पिसा फेर भनेर हिँडेको कक्रोचले भए कहाँ मर त के त भन्दाखेरि आखिरमा हो नि त फोन पनि उठाउँदैन कतै लडेर घाइते त भएन ए होइ होइन बाल त फेरि कता कुद्दैछस् म पिसा फेर्ने कुदिरहेको छु भाउ अब हामी जतिका युवाले बाहिर फेर छ्यास पिसा फेर्न मिलेन यहाँ माथि हुत्तेका घरमा टोयलेट छ जस्तो लागिरहेछ त्यहाँ पुगेर म छ्यास पिसा फेरेर आइ नै हाल्छु है भाउ ए होइ होइन यो बानको कुरो पनि के हो केही कुरै बुझ्न सकिएन नमस्कार हजुर नमस्कार
बुवा नमस्कार। नमस्कार। लु गरगहना के हो दिइहाल्नु त म अलिकति हतारमै छु। ओहो ज्वाइँ साहब कुरो त यहाँ अलि अर्कै पो पर्यो त। ए मेरा बुवा, ए मेरा ससुरा, ए मेरा ल्याङ्टी, फेरि के पर्यो त्यस्तो? त्यो छोरीको गहना पुर्याउनु भन्दा पनि अर्जेन्ट कुरो भैँसी कराएर हैरानी पार्यो। यो भैँसीलाई राङोसम्म पुर्याएर ल्याउनु पर्यो ज्वाइँ साहब। ए मेरा ब्ल्याक टीका बाबु ल्याङ्टी, यो भैँसीलाई राँगामा लाने काम चाहिँ छ्यासा जेठन सापलाई भन्दा हुन्थ्यो कि? लान्छ त लठुवाले। त्यो गफाडी कोसँग ठुल्ठुलो कुरा गरेर बसिराख्या होला। घरको चिन्ता त्यो लठुवालाई भइदिया भएदेखि म किन तपाईँलाई भन्थेँ ज्वाइँ साहब। लु ज्वाइँ साहब लागिहालौँ। लु खोल्नु ज्वाइँ साहब, लिनु विलम्ब नगरौँ ज्वाइँ साहब, जाउँ लागौँ। सकिगयो नि। Dabur Red Pest presents Sakki Goni, powered by Dish Home Fibonate and Godrej Expert Hair Color. सकिगयो नि। ज्वाइँ साहब केही दिनदेखि मेरो घुँडा दुखेर हिँड्न नसक्ने भएको छु भने त्यो चाहिँ अब बन्चाराका पासाले हानेको चाहिँ ठिक हुन्छ ल्याङ्टी भाइ। मजाक नगर्नुहोस् न ज्वाइँ साहब, मलाई त हिँड्नै गाह्रो भयो। के आइडिया निकाल्नुहोस् न ज्वाइँ साहब। ए है अब म एक्लैले बाउसे गर्नु कि ट्र्याक्टरले जोत्नु कि? यो जगटे मान्छे कहाँ चाहिँ मर त? आज यसको पूजा नगरिकन भएन। ये है होइन बन के गाई जात्रा हो यो तेरो? गाई जात्रा भन्दा पनि छ्यास भैँसी जात्रा जस्तो भयो भाउ। ल राम्रो छ तेरो। ससुरालीको भैँसी चराएर फुर्सद पाइस् भने यहाँ सघाउन पनि आएस्। म आइहालेँ नि। अब म बाउसे गर्छु, तिमी ट्र्याक्टर चलाऊ। रोपारहरूले रोप्न थाल्नुपर्छ। अब यसरी बसेर हुँदैन, मेला सकिँदैन। लु थालिहाल्नु। अबदेखि मेरा घरमा तैँले पाइलो टेक्नु पर्दैन। आउलास् न। हाम्रो चाहिँ बाउछोराको ठुलो बेठी लाउने प्लान छ कि बुवा। अनि यो बाजा गाजा पनि भेटिएन। अनि बाउछोराले मात्रै बेठी लाएर यो हिलोमा मान्छे रोप्ने खेल खेलेको एकछिन। हामी फेरि बाउछोरा असाध्यै मिल्ने के। ए बाउ, अब एकछिन पछाडि गाडी नि तिम्रो पालो है। म फर्केर आएर तिमीलाई रोप्छु। बुवा लागौँ, ढिला हुन्छ। लागो ज्वाइँ साहब है। राम्रो परम्परा राम्रो। ल है त।
क्या बिजोग रमाइलो यो तेरो होइन हौ उहिले उहिले पञ्चायतकालमा चाहिँ मुखिया पञ्चप्रधानहरू घोडा चढेर हिँड्थे यो गणतन्त्र नेपालको कुन चाहिँ मुखिया हो भैँसी चढेर हिँड्ने है केटा यो जब भैँसी दौडाउनुले त दौडिनै पर्दैन थियो नि अनि दोस्रो भैँसी परोस् न अनि दौडिन्छ कि दौडिँदैन थाहा हुन्छ नि कस्तो कुद्ने भैँसी छ यो दौडेपछि भेट्टाइँदैन सुरु म गहना लिएर आउँदै हो सुन न मलाई यहाँ पिरियड भयो कि त्यहाँ कतै बाटोतिर मेडिकल होला मलाई प्याड किनेर ल्याइदेऊ न ल हुन्छ हुन्छ अरू पनि केही छ भने भन अरू केही पर्दैन प्याड चाहिँ लिएर आऊ है के हस् ल्याङ्टी भाइ त्यसो गरौँ त यो भैँसीबाट ओर्लिउँ त ओर्लि नै हालौँ मलाई यो भैँसी र मान्छे एकैचोटि डराउनु पनि गाह्रो हो क्या पशु अधिकारको पनि कुरा छ नि त यहाँ ओर्लिउँ र ज्वाइँ साहब अब ज्वाइँ साहबले भनेपछि त झर्नै पर्यो नि खुट्टा दुखिरहेको थियो खुट्टा दुखे बिस्तारै हिँड्ने नि एकैछिन दाम्रो हुन्छ यो ल मलाई यो महिनावारी हुँदाखेरि लाउने प्याड दिनु न कसको लागि होला खास भैँसीको लागि खुरुको दिनु न जसको लागि भए पनि कति हो 80 रुपियाँ मलाई 80 रुपियाँ पैसा होला दिनु ए पैसा भएन 100 रुपियाँ रहेछ म यो प्याड पुऱ्याएर आइहाल्छु हजुर यहाँ बस्दै गर्नु एकैछिन ल छिटो आउनुहोस् है ज्वाइँ साहब यहाँ मेरो खुट्टा दुखेर हिँड्न भएको छैन भैँसीले पनि दुःख दिइरहेछ साउजी यहाँ राँगो होला छ नि बा यहाँ भैँसी छ राँगो छ 2-4 गोरुहरू छन् भित्र बाघ छ भालु छ यो औषधि पसल होइन चिडियाखाना हो बोर्ड हेर्नुहोस् सकिगयो नि Dabur Red Pest presents Sakki Goni, powered by Dish Home Fibernet and Godrej Expert Hair Color. सकिगयो नि सुरु प्याड लिऊ एकछिनै म वासरुम गएर आउँछु ज्वाइँ साहब छिटो आउनु पर्यो यहाँ पानी परन थालिसक्यो म चाहिँ यहाँ बजारमा चाहिँ भैँसी कुरेर बसिराखेको छु नि त अब यसो गरौँ ल्याङ्टी भए हजुर भैँसी लिएर घरै फर्किनुहोस् म राँगो खोजेर भोलि घरै लिएर आउँछु
के मलाई ओभर ब्लिडिङ भएर कस्तो गाह्रो भयो हस्पिटल जाउँ न पेट दुखेर मर्न लाए गाह्रै भएको सुरु उता फेरि रोपाइ चलिरहेछ कस्तो रोपाइ भनिरहेको के तिमीलाई मेरो ज्यानभन्दा रोपाइ ठुलो हो त्यो त हुँदै होइन नि सुरु तिमीलाई गाह्रै भइसक्यो जाऊ न जाऊ अस्पताल जाऊ ढिला नगर जाऊ डाक्टर साहब नमस्कार नमस्ते 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 उनलाई अलिकति गाह्रै भएको छ चेक गरिदिइहाल्नु एकैछिन बस्दै गर्नु ल भित्र तपाईँको बिरामीको भन्दा सिरियस केस छ उपचार हुँदैछ कस्तो सिरियस केस भन्नुभएको डाक्टर साहब यहाँ हाम्रो झन् सिरियस केस छ दुखेर फत्रक फत्रक भइरहेछन् इमर्जेन्सी परेर पो आएको त चेक गरिदिनु न तपाईँ कुरा बुझ्नु न भित्र बिरामीको काटेको आलो भाउ छ रगत धेरै भएको छ उहाँको टाका लगाएपछि तपाईँको बिरामी हेर्छु नि है बस्दै गर्नुहोस् मलाई पनि त ब्लिडिङ भएर कति गाह्रो भएको छ उसको मात्रै आलो गाउँ उसलाई मात्रै ब्लिडिङ भएको छ जाउँ न कोके गएर सम्झाउँ न गाह्रो भयो के त्यही त है तिमी बस्दै गर सुरु म यो डाक्टरलाई थर्काउँछु तिमी के डाक्टर साहब अघि तपाईँले भन्दै हुन्थ्यो नि तपाईँलाई यत्रो घाउ लाग्दा पनि तपाईँको आफन्त कोही आएनन् भनेर ए यो मेरो छोरो कके हेर्नुहोस् न अब कसले सुनाइदियो आत्तिँदै आइपुगेछ बाबु त्यति धेरै आत्तिनु पनि पर्दैन त्यत्रो पैसा तिरेर ल्याएको रोपार थिए त कता हराइस् आफै पाउसे गर्ने हुँदा कोदारीले काट्यो तपाईँ बिरामी भएको सुनेर हेर्न आउनु भएको होइन उहाँ त आफ्नो श्रीमती बिरामी भएर उपचार गर्न आउनु भएको यस्तै हो कके म बुझ्छु तेरो समस्या एकातिर श्रीमत एकातिर बाबुआमा खासमा छोरा मान्छेको समस्या नै यही हो श्रीमतीलाई खुसी बनाउन खोज्दा बाबुआमा खुसी नहुने
बाबुआमालाई खुसी बनाउन खोज्दा श्रीमती खुसी नहुने, दुवैजनालाई खुसी बनाउन खोज्दा कोही पनि खुसी नहुने। मलाई थाहा छ तँलाई पनि यस्तै समस्या परेको हो। मेरो चिन्ता नगर, सुरुको ख्याल गर। म त आफ्नो ख्याल राख्न सकिहाल्छु नि। आखिरमा तैँले जिन्दगी बिताउने भनेकै श्रीमतीसँग हो। म त डाँडा माथिको घाम। डाक्टर साहब, मेरो एकछिनमा हेर्दा पनि हुन्छ? मेरो छोरी जस्तो बुहारीको के समस्या हो, पहिला उनलाई जान दिनुहोस्।